Hello everyone. Today I am discussing about the employee personality, team fit and hiring decision. आजकल अर्गनाइजेसनहरूले इम्प्लोइ हायर गर्दा टेक्निकल स्किल मात्र फोकस गर्दैनन्. दे अल्सो फोकस अन द पर्सनालिटी, एटिट्युड र टिम वर्क एबिलिटी. बिकज इन रियालिटी इम्प्लोइ म्यानेज गर्नु अर्गनाइजेसनको सबैभन्दा ठुलो च्यालेन्जिङ रेस्पोन्सिबिलिटीहरूमध्ये एक हो. इफ अर्गनाइजेसन्स हायर द राइट पिपल, टिम पर्फर्मेन्स पनि इम्प्रुभ हुन्छ र वर्किङ इन्भाइरोमेन्ट पनि पोजिटिभ हुन्छ. According to the question, हाम्रो फर्स्ट क्वेसनमा चाहिँ फर्स्ट पर्फेक्ट सुपरभाइजरको बारेमा छ. इन माई ओपिनियन पर्फेक्ट सुपरभाइजर भनेको चाहिँ सपोर्टिभ, कम्युनिकेटिभ र फेयर हुनुपर्छ. सुपरभाइजरको मेन रोल नै हो टिमलाई क्लियर डिरेक्सन र गाइडेन्स प्रोभाइड गर्नु. इफ इम्प्लोइ अन्डरस्ट्यान्ड देयर गोल्स क्लियरली दे क्यान पर्फर्म मच बेटर. अर्को इम्पोर्टेन्ट कुरा के हो भने सुपरभाइजरले चाहिँ टिम मेम्बरको आइडियाज र कन्सर्न पनि सुन्नुपर्छ. गुड कम्युनिकेसनले टिमभित्र ट्रस्ट बिल्ड गर्न धेरै हेल्प गर्छ. फर इक्जाम्पल, यदि कुनै टिममा कुनै मेम्बरले टास्कमा प्रब्लम फेस गर्यो भने सुपरभाइजरले क्रिटिसाइज गर्नुभन्दा पनि गाइड र सपोर्ट गर्नुपर्छ. द्याट विल इन्क्रिज द इम्प्लोइ कन्फिडेन्स. अल्सो सुपरभाइजर मोटिभेसनल पनि हुनुपर्छ. मोटिभेसनले इम्प्लोइको प्रोडक्टिभिटी र जब सेटिस्फ्याक्सन इन्क्रिज गर्छ. लिडरसिप थ्योरिजले पनि सजेस्ट गर्छ कि लिडर्स हु इम्पावर द इम्प्लोइ एन्ड एप्रिसिएट देयर वर्क बिल्ड द स्ट्रङ टिम. सो ओभरअल पर्फेक्ट सुपरभाइजर भनेको टिमलाई सपोर्ट गर्ने, इफेक्टिभ कम्युनिकेसन गर्ने र सबैलाई फेयर ट्रिटमेन्ट दिने एक लिडर हो. अनि सेकेन्डली पर्फेक्ट टिम मेम्बरको बारेमा. नाउ पर्फेक्ट टिम मेम्बर भनेको चाहिँ रेस्पोन्सिबल, कोअपरेटिभ र पोजिटिभ एटिट्युड भएको हुनुपर्छ. फर्स्ट अफ अल रेस्पोन्सिबिलिटी धेरै इम्पोर्टेन्ट हुन्छ. टिम मेम्बरले असाइन टास्क टाइममा कम्प्लिट गर्न सक्नुपर्छ. सेकेन्ड, टिमवर्कमा एउटा एटिट्युड पनि इम्पोर्टेन्ट हुन्छ. सेकेन्डली चाहिँ अनि इन मेनी अर्गनाइजेसन सक्सेस इन्डिभिजुअल इफोर्ट भन्दा पनि कोलाबोरेसनमा डिपेन्ड हुन्छ. सो गुड टिम मेम्बरले चाहिँ अरूलाई हेल्प गर्न, नलेज सेयर गर्न र कमन गोलहरूतिर काम गर्ने हुनुपर्छ. अनदर इम्पोर्टेन्ट क्वालिटी इज एड्याप्टेबिलिटी. वर्क प्लेसमा डिफ्रेन्ट सिचुएसन र च्यालेन्जहरू आउँछ. गुड टिम मेम्बर चाहिँ फ्लेक्सिबल हुनुपर्छ र नयाँ कुराहरू सिक्न रेडी पनि हुनुपर्छ. नयाँ कुरा सिक्न र सिकाउन दुवै गर्न रेडी पनि हुनुपर्छ. सो बेसिकल्ली पर्फेक्ट टिम मेम्बर भनेको चाहिँ रिलायबल, कोअपरेटिभ र टिमसँग ग्रो गर्न विलिङ भएको पर्सन हो. अनि थर्ड क्वेसनमा चाहिँ टु इम्पोर्टेन्ट इन्टरभ्यू क्वेसन भनेको छ. इन्टरभ्यूको बेला चाहिँ क्यान्डिडेटको पर्सनालिटी र एटिट्युड बुझ्न धेरै इम्पोर्टेन्ट हुन्छ. मेरो विचारमा चाहिँ यसमा दुईवटा क्वेसन चाहिँ के हुन सक्छ भने फर्स्टमा चाहिँ क्यान यु डिस्क्राइब अ सिचुएसन वेयर यु क्यान ह्याड अ कन्फ्लिक्ट विथ द टिम मेम्बर एन्ड हाउ यु ह्यान्डल इट. यो क्वेसनले चाहिँ धेरैवटा क्यान्डिडेटको कम्युनिकेसन स्किल, इमोसनल इन्टेलिजेन्स र कन्फ्लिक्ट म्यानेजमेन्ट बुझ्ने एबिलिटीलाई डेभलप गर्छ. सेकेन्ड भनेको चाहिँ वाट मोटिभेट्स यु टु पर्फर्म द बेटर इन टिम इन्भाइरोमेन्ट. यो क्वेसनबाट चाहिँ इन्टरभ्युअरले क्यान्डिडेटलाई केले मोटिभेट गर्छ भनेर बुझ्न सक्छ. फर इक्जाम्पल, टिम वर्क रेकग्निसन अनि लर्निङ अपर्च्युनिटी या ग्रोथ. सो दिस टाइप अफ क्वेसन टेक्निकल नलेज भन्दा पनि क्यान्डिडेटको बिहेभियर र पर्सनालिटीमा फोकस गर्छ. अनि फोर्थ क्वेसनमा चाहिँ इम्प्लिकेसन अफ हायरिङ द रङ पर्सन भनेछ. फ्रम माई एजुकेसनल र वर्क अब्जर्भेसन, रङ पर्सन हायर गर्दा चाहिँ अर्गनाइजेसनमा सेभरल प्रब्लमहरू आउन सक्छ. फर्स्ट, इट क्यान रिड्युस द टिम प्रोडक्टिभिटी. यदि एकजना मेम्बरले आफ्नो राम्रो पर्फर्म गरेन भने त्यसको इम्प्याक्ट चाहिँ पुरा टिममा पर्छ. सेकेन्ड, इट क्रिएट द कन्फ्लिक्ट विथ इन द टिम. पुवर एटिट्युड र कोअपरेसनको कमीले वर्कप्लेस रिलेसनसिप ड्यामेज पनि हुनसक्छ. थर्ड भनेको चाहिँ हायरिङ द रङ पर्सनले चाहिँ अर्गनाइजेसनको कस्ट पनि इन्क्रिज गर्छ. कम्पनीले ट्रेनिङमा आफ्नो टाइम र मनी त्यतिकै इन्भेस्ट गरेको हुन्छ, तर इम्प्लोइले पर्फर्म गरेन भने रिक्रुटमेन्ट प्रोसेसमा फेरि पनि रिपिट गर्नुपर्छ. अनि देयरफोर अर्गनाइजेसनले हायर गर्दा चाहिँ स्किल्स मात्र होइन, पर्सनालिटी, कल्चरल फिट र टिम वर्क एबिलिटी भएको मान्छेलाई केयरफुल्ली इभ्यालुएट गरेर हायर गर्नुपर्छ. अनि इन कन्क्लुजन, सक्सेसफुल इम्प्लोइ म्यानेजमेन्टको लागि चाहिँ गुड लिडरसिप, रेस्पोन्सिबल टिम मेम्बर र इफेक्टिभ हायरिङ डिसिजन धेरै इम्पोर्टेन्ट हुन्छ. पर्फेक्ट सुपरभाइजरले चाहिँ टिमलाई गाइड र मोटिभेट गर्छ. पर्फेक्ट टिम मेम्बरले चाहिँ पोजिटिभ कन्ट्रिब्युसन दिन्छ र अर्गनाइजेसनले चाहिँ राइट पर्सन हायर गर्यो भने चाहिँ फ्युचरमा प्रब्लमहरू पनि अभोइड गर्न सक्छ. थ्याङ्क यू.